करेन्टली हामी टुमिनटार झरीवरी सभा खोलाको ब्रिज चाहिँ पार गरेर जान लागेको छौँ तिनजुरेतर्फ। हाम्रो गन्तव्य अलि माथि डाँडासम्म भए तापनि यो मनोरम दृश्य चाहिँ अवलोकन गर्दै हाम्रो यात्रा अगाडि बढिरहेको छ है त। फेरि मैले नयाँ ब्लग एउटा मिठो चिटिक्कको लिएर आइसकेको छु। अहिले सभा खोला तरियो, तिनजुरेतिर जानै पर्यो। बजारतिर लाग्छौँ, यहाँबाट लेफ्टपट्टि लिँदै यो चौतारीबाट बजार। अनि हाम्रो बाटो चाहिँ एकदम इन्जिन तातिने गरेको मारी उकालो प्लस अफ रोड 15 किलोमिटर जतिको अफ रोड चाहिँ हामी पार गरेर जानुपर्ने हुन्छ। अनि हामी चट्ट पुग्छौँ, कहाँ पुग्छौँ? मुडे बजार पुग्छौँ। मुडे बजार पनि एकदम डाँडाको टुप्पोमा रहेर चिसोमा बस्न सफल भएको छ होइन। र हामी आइपुग्यौँ मुडे। राइट टर्न गरेर धर्मदेवी नगरपालिकातिर छिरेर तिनजुरेतिर लाग्दैछौँ। बाटो गुराँसहरू देखिसकेको छ। अब हामी एकदम नजिक छौँ गन्तव्यको। मौसमले पनि एकदम साथ दिइरहेको छ हामीलाई कि बनिरहेको छ। हामी चाहिँ यहाँनिर ठ्याक्क तिनजुरे जाने बाटोको माथि पुगेर बसिरहेछौँ। जेसिबीले सफा गरेको यहाँ ध्यान नलागेकोले गुराँस चाहिँ मस्त फुलेको छ। यो देखिँदो रहेछ यस्तो छ। यात्रा अगाडि बढिसकेको छ। हजुरको नजर राम्रो, मिठो बोली वचन राम्रो, हजुरको नजर राम्रो, मिठो बोली वचन राम्रो, सिङ्गो माया टाउने, कोमलमा नजाने धन्यवाद। यो के ठाउँ हो? यो टुटे देउराली। ए हामी ठ्याक्कै टुटे देउरालीमा आइपुगेको छौँ अहिले। ठ्याक्कै टुटे देउरालीको चोक यहाँ छ। अब यहाँबाट हामी यता लेफ्टतिर लाग्छौँ होइन त। लेफ्ट लाग्यौँ। तिमीले जल्दले क्षेत्रमा पाइने गुराँस राखिरहेको छ है। अब हामी अगाडि बढिरहेको छौँ। भित्र जाने हो? दिदी हेर गुराँस कति फुलेको छ न। दिदी गुराँस कतिको फुलेको रहेछ? माथि छ? यहाँ पार्कभित्र छिर्न नि पैसा लाग्छ? माथितिर चाहिँ फुलेको छ? यहाँ एउटा छैन? यो पार्कमा चाहिँ गुराँस नफुलेको चाहिँ अब माथितिर जाँदैछौँ है त हामी। यहाँ जाउँ न दुईवटा? ए 2 बोट हेरेर फर्किनु भयो? ल दिदी माथि बाटो अप्ठ्यारो छ, कुद्नुपर्छ। अनि माथितिर जान लाग्दैछौँ है त यहाँ गुराँस नभेटेपछि। दामी गुराँस है। बाटो वाउ छ। अब यहाँ अलिकति अफरोड छ। अब चाहिँ अफरोड हो। अफ गरेर अब क्यामेरा ल अफरोड पनि सुरु हो, क्यामेरा पनि हो। धेरै नै छैन भन्दै थियो। एकदमै फुलेको छ यो गुराँस। यो मनमा कस्तो विरह छायो, विरति बसायो, सिरिरी बतासे चल्यो भने
बनै हुरुरु बनाए गुराँसले दियोस् यहाँ भन्दा पनि त्यतिखेर कोही मान्छे पनि भेट्दैन एकैचोटि यो पर्फेक्ट टाइम हो है अब हप्ता दिन गुराँस देखेर फर्किनु लागिरहेको थियो तपाईँको अब भेटेर यस्तो गुराँस छ है ल ओ डिकु बेबी मन कति हरहर भइरहेछ यस्तो फटाफटा केटाहरू पनि छन् है गुराँस देख्नु हुँदैन टिपिहाल्छन् भयो 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 त्यहाँ आउँदा टिप्नुहुन्न खाऊ 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 गाइस ओहो कस्तो स्वाद मानेर खाएको लास्टै मिठो छ यो एकदम मासुभन्दा मिठो गाइस अहिले चाहिँ म सुपर यस्तो ब्युटिफुलवाला चाहिँ गुराँसको फेदमा लाँदैछु है तपाईँहरू त नि मन त यस्तो हुन्छ नि अब त्यो त्यस्तो ठाउँ लाँदैछु मैले अब केटाकेटी आउनु सक्दैन हामी जस्तै युवाहरू मात्रै आउनु सक्छौँ यो ठाउँमा यता सानो सा क्लिप यो चाहिँ ल एकचोटि प्रे गर्नुपर्ने हुन्छ माथि डाँडा देखेको छ त्यहाँ चाहिँ पाथी भएर माता हुनुहुन्छ एकचोटि प्रे गर्नुपर्ने हुन्छ ल ल मनोकांक्षा पुरा हुन्छ अब म यस्तो ब्युटिफुल ठाउँमा लाँदैछु बा एकचोटि डाँडातिर यस्तो एकचोटि क्याप्चर गरेर संसार तेरियो तिम्रो उज्यालोले मन्दिरको तिम्रो आगमनले बदलिएका छन् मेरा रङ्गहरू कहाँ नै जान्छु म तिम्रै त हुँ म तिम्रै हुँ तिम्रै जति बाधा हामी अरू जस्तो हो थोरै पृथक र थोरै भिन्न हुनुपर्छ कि के छ दाइ गुराँसको राजधानीमा कोसेली मायालुलाई मेरो चाहिँ मायालुलाई चाहिँ एकदम मनभरिको माया प्लस दिस वान इज फर हर वाउ छोडी आऊ यो दुनिया सारा किनेर मजुना र तारा धेरै भन्दा धेरै मायालाई छिनेर एकदम यो सुन्दर दृश्यमा हामी रमाउँदै केही हाम्रो अविस्मरणीय क्षणहरू साटासाट गर्दै यो गुराँसको राजधानी तिनजुरेमा हाम्रो अमूल्य समय बिताइसकेपछि हामी चाहिँ थप प्लस बसन्तपुर स्थित चमोलुङ पार्क पनि जाने निर्णय गरियो यहाँ त जति बस्यो त्यति राम्रो लाग्ने रहेछ जति हेऱ्यो त्यति हेर्न मन लाग्ने आमा फोटो भिडियो त कति खिच्ने यार मनै अगाउँदैन जति खिचे पनि खिचेको छ जे होस् रमाइलो खालको अनुभव चाहिँ साट्न पाइयो यो राता फुलेका गुराँसहरूसँग र हामी चाहिँ ब्याक टु अब चमोलुङ बसन्तपुर अवस्थित चाहिँ यो चमोलुङ पार्कमा हामी आइसकेको छौँ खासै टाढा रहेन रहेछ बसन्तपुरदेखि कस्तो लागिरहेछ तिमीलाई
एकदम रमाइलो लागिरहेको छ मैले फोटोतिर देखेको थिएँ क्या यो चौतारीको बर पिपल मायालुको नजारा मायासँगै बस्ने रहरा चौतारीको बर पिपल मायालुको नजारा मायासँगै बस्ने रहरा घमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो अरू नै तारे बरु नै तारे ए है तमारे तार्नुहुन्छ तमारे तर्नुहुन्छ आमाको कोखमा बासमा